नमस्कार दर्शकबिन्द, यति बेला देश चाहिँ निर्वाचनमय छ, तर सारा नेपाली अनि देशको ध्यान चाहिँ झापा निर्वाचन क्षेत्र नम्बर 5 मा रहेको छ। किनभने यस क्षेत्रमा दुई चर्चित अनुहारहरू, एकातर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्कातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह एक आपसमा भिड्दै हुनुहुन्छ। र अहिले म झापा निर्वाचन क्षेत्र नम्बर 5 र झापा निर्वाचन क्षेत्र नम्बर 4 को बीचमा पर्ने कन्काई नदीको यो पुलमा रहेको छु, जुन पुललाई हामीले ब्याकग्राउन्डमा देखिरहेका छौँ। यो चाहिँ विगत 14 वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। हजुर, यो एकदमै जोखिमपूर्ण यात्रा त छँदै नै छ। यो अहिले तपाईँको सुक्खा मौसममा पनि यस्तो छ। बर्खा मौसममा चाहिँ कस्तो हुन्छ यहाँको अवस्था? बर्खामा त झन् गाह्रो हुन्छ, यहाँ पुरै बाढी आएको हुन्छ। हामीले एकदम जोखिमपूर्ण ज्यान थापेर यहाँ नाउ चलेको हुन्छ। नाउमा 200 रुपियाँ भाडा तिरेर हामी आवजावत गर्नुपर्ने हुन्छ। अब कुनै कुनै बेला एकदमै समस्या भयो भने यहाँबाट नभएर हामीले घुमेर पनि आवजावत गर्नुपर्ने हुन्छ। एकदमै समस्या छ। हजुरको शुभ नाम? दिनेश बङ्गाली। तपाईँको ठेगाना भनिदिनुहोस् न। झापा गाउँपालिका 2 सडकबारी। हजुर, जस्तै यहाँ हामी तपाईँको पछाडिपट्टि होइन यो माई खोलाको पुल अलपत्र अवस्थामा देख्न सक्छौँ। यो विषयमा तपाईँको धारणा के छ? यहाँ अब 14 वर्ष भइसक्यो होइन सर, अब पुल बनेको छैन। जुनै नेताले पनि आउँछ बनाइदिने भन्छ, चुनावको बेला आउँछ बनाइदिने भन्छ, तर यहाँ 4-5 र सेटिङ भइसक्यो पनि माल हाल्ने बेलामा जतिखेर अब माल हाल्छ त्यतिखेर फेरि सेटिङ खोलेर जेट लाग्यो भन्दै खोलेर लाने। हजुर, अब पहिलेको ठेकेदार पनि हिँडेर गइसके, अब अर्को ठेकेदार लाग्यो भन्छ। हजुर, अब यहाँ हामी सिटी बस्छौँ हाम्रो पालोमा। हजुर, उताबाट मान्छे आउँछ गुनासो गर्छ। अब बाइकको आयो ढुङ्गाले 300 लियो भन्छ, 250 लियो भन्छ। हामीले आएर यहाँ कुरा राख्छन् बाइकवालाहरू। कतिको बाइक डुबिरहेछ, हामीले सिटीले पनि तानेर झापा बजार लगिरहेछौँ। सबैको गुनासो छ। अब यसो बाँसको पुल बनाउँदा पनि 200-150 रुपियाँ लिइरहेछ। सबैले गुनासो गर्छन्। हजुर, अनि जस्तो बर्खा टाइममा त एकदमै अप्ठ्यारो हुन्छ। कसरी वारिपारी कसरी गर्नुहुन्छ? हामी त जाँदैनौँ अब होइन, अब बाटो अप्ठ्यारोले गर्दाखेरि हामी जाँदैनौँ। तर धेरै कुञ्जीबारीको बजार छ। हजुर, अब माल वस्तु बिक्री हुन्छ होइन सर। हजुर, तर दुःख गरेर जान्छ, के गर्नु, बन्दैन। अब आफूले व्यक्तिगत भएर पैसा दिएर पनि जानु पर्छ। हजुर, आफ्नो काम छ भने। हजुर, अनि तपाईँको शुभ नाम? विपिन बाजी हो। तपाईँको ठेगाना? गौरीगञ्ज 1। गौरीगञ्ज 1। तपाईँले यो जुन कन्काई नदीमा यो बाँसको पुल बनाउनु भएको छ होइन, तपाईँले यस बापत मान्छेहरू हिँडेको साइकल होइन, त्यसै गरी मोटरसाइकलहरू हिँडेको शुल्क उठाउनुहुन्छ। त्यो तपाईँले यो बाँसको पुल आफै बनाउनु भएको कि? आफैले बनाएको। हजुर, टेन्डर लागेको छ। हजुर, टेन्डरले गर्दा यो डुङ्गासम्म अब आउँदो लाग्यो भने डुङ्गा कुद्दैन। हजुर, नकुद्यो भने यो पुल बापतमा बनाएको हामीले। हजुर, लगानी गरेर 3,80,000 रुपियाँ लागेको छ यो पुलको। हजुर, तर यो पुलको 3,80,000 रुपियाँ लाग्दाखेरि हामीले रेट घटाएर 50 रुपियाँ लिइराखेको छौँ। 50 रुपियाँ चाहिँ के को? बाइकको 50 रुपियाँ। अनि साइकलको 20 रुपियाँ दिन्छ। अनि पैदल यात्रीहरूको 10 रुपियाँ दिन्छ, तर दिँदैन। कुनैले यतिकै गइहाल्छ। हजुर, कसैले दिन्छ, कसैले दिँदैन पनि सर। मतलब एकचोटि यताबाट गएको 50 कि कस्तो? जस्तो आज दिनुभयो नि। हजुर, आज दिनभरिलाई पैसा परेन। ए भनेपछि एकचोटि बुझायो भने दिनभरिलाई परेन होइन त? अनि दैनिक यो बाटो भएर कति मान्छे आवाजात गर्नुहुन्छ? आवाजात त हुन्छ नि, लगभग 30 बाइक कुद्छ। अब छ अनि अरू नबनाइदिने पुल चाहिँ बनाइदिँदा राम्रो हुन्छ हाम्रो लागि, किनकि धेरै गाह्रो हुन्छ नि त होइन। अब पुल भएपछि हाम्रो मूल बाटो भनेको यता हो नि त, झापातिर जाने भनेको यही होइन, उता इन्डियातिर जाने। अनि यता सब हाम्रो यो मात्र हो। अनि यो पुल बनाइदिएपछि चाहिँ हुन्छ। म सन्तोष कुमार गणेश, झापा गाउँपालिका वार्ड नम्बर 2 झापा बजार निवासी। यहाँको दुःख यो 16 वर्ष 17 वर्ष भइसक्यो पुल बन्न थालेको, अहिलेसम्म बनेको छैन। बाटो लगभग जे जस्तो भए पनि बाटो त बनेको छ। यहाँबाट अब भद्रपुर जान सकिन्छ, यहाँ पारी तरेपछि विराटनगर पुग्न सकिन्छ। तर यो पुलले गर्दाखेरि हामीलाई दुःख छ। अहिले त पैसा तिरेर बाँसको पुल तर्नु परेको छ, बर्खामा त्यो पनि सम्भव छैन। जोखिमपूर्ण नाउको म नगेन्द्र बस्नेत, गौरदा 9 बैगुन्द्रा, झापा नेपालबाट बोलेको। 14 वर्ष भयो अहिलेसम्म यो पुल निर्माण हुन सकेको छैन। यहाँका धेरै जनताहरूले दुःख पाएको छ होइन। यो निर्माण हुनुपर्नेमा यहाँको जनप्रतिनिधिहरूले हामीले 2 चोटिसम्म नि गर्दाखेरि पनि यो काम हुन सकेको छैन। यहाँका सम्बन्धित मान्छेहरूले पनि यो काम गर्न सकेको छैन। यसमा दुःख लागेको छ।
मान्छेको हरेक समस्याहरू छन्। आवत जावतदेखि लिएर बर्खाको पिरियडमा पनि मान्छेको आवत जावतमा पनि गाह्रो भएको छ र यहाँका जति पनि मान्छेहरू छन् यहाँका मान्छेहरू चाहिँ यसलाई चाहिँ मान्छेले चाहिँ सूक्ष्म तरिकाले हेर्न सकेका छैनन् र यसलाई चाहिँ विकास यो जुन किसिमको छ यो पुलको निर्माणको लागि चाहिँ मान्छेको ध्यान आकर्षण गरेको छैन। यहाँका धेरैचोटि चाहिँ मन्त्रीहरू भए, यहाँको मान्छेहरू चाहिँ तपाईँको चाहिँ दुई कार्यकालहरू हुन सक्यो, यहाँको कुनै पनि कामहरू हुन सकेको छैन। यहाँका जनताले बहुत दुःख पाएका छन्।